कस्तो पार्किङ नपाउनु हो पार्किङै छैन कहाँ हाल्ने गाडी छ गाडी हाल्ने ठाउँ पनि छैन पार्किङ गर्ने गाडी छ भेट्दै सबको गाडी प्याकेर छ पनि छैन यस्तो समस्या पार्किङ गर्ने ठाउँै छैन यहाँ चाहिँ खाली छ हाम्रो गाडी यहाँ राख्यो अब हामी जाँदैछौँ भित्र फाइनली हामी हस्पिटलभित्र आइपुग्छौँ अहिले वेटिङमा छु कतिखेर हुन्छ थाहा छैन कतिखेर भोजन लाने हो थाहा छैन हस्पिटलभित्र चाहिँ आइपुग्छौँ यस्तै हो साथी हो विदेश भनेको जति साल भयो साल सुई घोप्दै भन्नुपर्छ पेपर रेडी भयो अब यो लिएर यताबाट यो भित्र चाहिँ घोल्नु जानुपर्छ अहिले अब बल्ल 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 बस्दा बस्दा छातीको एक्सरे चाहिँ सकियो अझै बाँकी छ थुप्रो कामहरू अहिले हाम्रो यहाँ ब्लड निकाल्ने हो यसबाट त क्यामेरा भिडियो बनाउन नपाउने छ यो यसरी खोजेर सकियो है यसरी बज्दै र निल्दै सक्यो फाइनल ल हामी चाहिँ निस्क्यो अब काम पनि सकियो हात पनि खोपियो रेकाट पनि निस्कियो अब 1 साल 6 महिनासम्मलाई बाई बाई भयो अब सायद मेरो यो अन्तिम मेडिकलै होला भयो यति लामो सुई खोजेर के गर्नु गाह्रो छ मलाई ल त साथी हो यति नै बाई ल साथी हो हामी हिँड्यो अब गाडीमा सरेर 6 महिना 1 साल लगभगको मेडिकल भयो छाती एक्सरेदेखि लिएर खुनदेखि लिएर सबै भयो यति नै हो अब करिब करिब साउदीमा यो स्विच खोप्ने रेगात निकाल्ने मेरो अझ अन्तिम होला अब निकाल्नु पर्दैन लाग्छ अब केही भएर निकाल्नु पऱ्यो नभए पर्दैन अब भयो ल गाइस मेडिकल लास्ट अब बाई बाई